एउटा गहिरो सत्य, तिमीलाई दुःख दिने अरू कोही होइन, धेरै पटक तिम्रो आफ्नै मन हुने गर्छ। बुद्ध भन्नुहुन्छ, मन नै दुःखको कारण हो र मन नै दुःखबाट मुक्त हुने बाटो पनि हो। मनलाई भड्किनु दियो भने त्यो मनले तिमीलाई अलमलाउने छ, तर मनलाई बुझ्नु सिक्यो भने त्यही मनले तिमीलाई मुक्तिको बाटो देखाउँछ। त्यसैले बाहिरको संसार बदलिनु अघि एकपटक आफ्नै मन बुझ्ने प्रयास गर। कि सबैभन्दा ठुलो युद्ध बाहिर होइन, मानिसको आफ्नै मनभित्र चलिरहेको हुन्छ। नमो बुद्ध।